नमस्कार। तपाईहरुलाई आज म वर्षमा एकचोटि मात्र फुल्ने सलहेस मेलाको त्यो फुलको दर्शन गराउन लाग्दैछु। यो प्रवेशद्वार हो। यो पश्चिमपट्टि रहेको छ। यो भित्र प्रवेश गरिसकेपछि यस्तै भिडभाड धेरै मान्छे आउँछ। एउटा बीचमा जंगल जस्तो एउटा बगैँचा छ। यो पहिलेदेखि फुलबारी नै थियो। यो यहाँ भएको सबै रुखहरू प्राय पौराणिक रुखहरू नै छ, पुरानो रुखहरू नै छ। यो आधुनिक जंगलमा भएको रुखहरू भन्दा अलि फरक किसिमकै रुख छ। एकदम घुइँचो हुन्छ, मान्छे धेरै प्रशस्त मात्रामा हेर्न आउँछ। चारैतिरबाट धेरै ठुलो यो मेला लाग्छ। यो प्रत्येक सालको वैशाख 1 गते लाग्ने गर्छन्। यो सलहेस र मालिनी प्रेम सम्बन्धको एउटा प्रतीकको रूपमा पनि लिने गरिन्छ। त्यो एकदम आकर्षक किसिमको फुल छ। यो बाटो छेउछाउ छ। यहाँ मान्छेहरू सबै मन्दिरतिर जाँदैछन्। यहाँ धेरै ठुलो मन्दिर पनि छैन। रुखहरू छन् पुरानो। त्यही रुखमा वैशाख 1 गतेको दिन मात्रै यो फुल फुल्ने गर्छन्। त्यो सबै मान्छेहरू त्यही हेर्न जाँदैछन्। यो पुरै मस्त छ, भिड छ पुरै। सानो बाटो छ, कोही मान्छे आउँदै र कोही जाँदैछ। यो जंगलभित्रै छ। त्यो सानो एरियामा जंगल छ। यो पुरानै जंगल हो, पुरातात्विक जंगल नै हो। यो त्यस समयकै एउटा जंगल हो। राजा सलहेसको यो फुलबारी थियो, तत्कालीन राजा। यो धेरै वर्ष पहिलेको पौराणिक समयकै घटना हो। राजा थियो र उसले पूजा गर्नको लागि फुल टिप्ने गर्थ्यो। त्यो फुल फुलेकै ठाउँ हो यो नेपालको मध्य प्रदेशको सिराहा जिल्लामा पर्छन्। लाहान नगरपालिकामा रहेको यो सलहेस फुलबारी हो। वैशाख महिनाको यो प्रत्येक साल लाग्ने गर्छन्। धैर्य गरेर हेर्नुहोला, फुलेको फुलकै छेउमा तपाईँलाई भन्छु। हामी उतै जाँदैछौँ। यो सबै जंगल नै हो। यो 1 गते भन्दा पहिला पनि फुलेको हुँदैन र 2 गते पनि यो फुल मुर्झाइसकेको हुन्छ, झरिसकेको हुन्छ, फुल हुँदैन। त्यस कारणले एकदम अनौठो किसिमको फुल यहाँ फुल्छ। सबै मान्छेहरू यहाँ धेरै अधिकांश अचेल इन्डियातिरबाट आउने छ। यही छेउमा तपाईहरुले भिड देखिरहनु भएको त्यो ठाउँमा रुख छ। त्यो सानो मन्दिर छ। त्यो मालिनीको मन्दिर हो। त्यही मालिनीले फुल टिप्छ राजाको लागि। त्यही फुल हो। हामी त्यही जाँदैछौँ। हेर्नु होला, एकदम आकर्षक किसिमको फुल छ। यो जंगलको बीचमै छ यो ठाउँ। सबै मान्छेहरू त्यही छन्। यो छेउछाउमा जंगलहरू छ, रुख छ यहाँ। यो अहिलेको एकदम अर्को किसिमको रुखहरू पनि छन्, अनौठो किसिमको छ। तपाईहरुलाई म त्यही लग्छु, हेर्दै गर्नु होला भिडियो। यही मन्दिर हो। यो मन्दिरको छेउमा छ मालिनीको मन्दिर हो। यहीँनिर फुल्ने गर्छन् फुल। तपाईँहरुले देख्नुहुन्छ। देखिरहेको छु एकदम नीली कलरको फुल हो यो। सब फोटो खिचेर आ रही थी हेर्न लग मान्छे धेरै भएको हुनाले यो क्यामेरा लिएको हो। यही फुल यो तपाईँले देखिरहनु भएको फुल हो। यसले जुत्ताको रूपमा एकदम मजासँग फुल्छ यो फुल। यहाँनिर हेर्नु, यसलाई यही फुल हो। यही फुल हो यो फुल, जुन वैशाख 1 गतेको दिन मात्रै फुल्ने गर्छ। यहाँ तल प्रशस्त धेरै मान्छेहरू भएको हुनाले क्यामेरा लिएको छ।
यस्तो 2-3वटा रुख छ यहाँ, त्यही रुखहरू मात्रै फुल्ने गर्छ। यो तल मालिनीको मन्दिर छ, मान्छेहरू त्यो मन्दिरमा दर्शन पनि गर्छ। यही फुल हो जो पाको रूपमा फुलेको छ, एकदम आकर्षक किसिमको गजबको फुल छ। यही फुल हेर्नको लागि लाखौँ मान्छेहरू यहाँ आउने गर्छन्। हेर्नुहोला पुरा तल भिड छ मान्छेको, गर्मीको बेला एकदम घुइँचो लागेको छ। यही मन्दिर हो, यही रूपमा फुलेको छ। अब त्यहाँ 2-3वटा रुखहरू छन्, त्यसमा फुल छन्। यो पनि एउटा सानो भाँडो भाँसिएको रुख छ, यहाँ पनि हेर्नुहोस् यही यसमा पनि यही फुल हो, गजबको छ, एकदम आकर्षक किसिमको फुल छ, मजाको हुन्छ। राजा सलहेशसँग प्रेमको प्रतीक रूपमा फुलेको छ। प्रत्येक वैशाख 1 गतेको दिन मात्रै फुल्ने गर्छ। माता मालिनीको मन्दिर, यहाँबाट लगभग 50 मिटर पर राजा सलहेशको पनि मन्दिर छ। सबै मान्छेहरू उता र उति गर्दैछन्। जङ्गलको एकचोटि हेर्नै पर्ने खालको अनौठो किसिमको मन्दिर यो फुल्ने एउटा फुल हो। यो तपाईँहरू कहाँबाट हेर्नुहुन्छ कृपया कमेन्ट गर्नु होला र एकचोटि पक्कै गएर यो मेला वैशाख 1 गते दिन लाग्छ। अरू बेला यो मेला लाग्दैन, मेला लागि नै फुल फुल्दैन, त्यस कारणले अलिकति विशेष किसिमको भएको। अब हामी लागेका छौँ सलहेश मन्दिरतिर। एउटा सानो मन्दिर छ, भिड छ धेरै। भन्ने गरिन्छ कि सलहेश जति बेला राजा हुनुहुन्थ्यो उहाँ, त्यति बेला यहाँ नुहाएर यही फुल टिपेर आफ्नो कुल देउताको पूजा गर्नुहुन्थ्यो। एउटा पोखरी छ यहाँ, सलहेशको यो जङ्गलमा त्यसपछि यो फुल लगेर उहाँले पूजा गर्नुहुन्थ्यो। हामी यही छौँ, हेर्नुहोस् पुरा भिडभाड छ, प्याक छ, मान्छे धेरैजना छन्, गर्मी धेरै छ। तपाईहरुलाई हामी मन्दिरतिर लाँदैछौँ, हेर्नु होला। हेर्नुस् यो हाम्रो टोली छ, हामी थियौँ 8-10 जना, सबैजना साथी म, अनि हामी सबैजना मेला घुम्न गएको थियौँ वैशाख 1 गते। तपाईहरु पनि आउन चाहनुहुन्छ भने यसपालि कटिसक्यो, अर्को सालको वैशाख 1 गते एकचोटि अवश्य नै घुम्नुस्, घुम्नै पर्ने खालको ठाउँ हो यो। र यो अनौठो किसिमको फुल पनि छ, मजाको छ, रमाइलो छ, आकर्षक किसिमको फुल छ। एकचोटि पक्कै घुम्नुस् तपाईहरु। हामी सलहेश महाराजको मन्दिरतिर जाँदैछौँ। हिल बाबा हिल, यस्तै जङ्गल छ, बच्चाहरू खेलिरहेको हुन्छ, प्याक छ, सबैतिर जताततै मान्छेहरू छन्। एकदमै पौराणिक जङ्गल हो यो, अझ पनि यहाँ कुनै रुख काट्ने प्रचलन छैन। पक्की बाटोबाट हिँड्न नसक्ने भएर हामी फर्केर अर्कै बाटोतिर हिँड्छौँ। हामी दर्शन गरेर अनि फर्किराखेको अवस्था छ। उनका बहुत बहुत धन्यवाद। भूपेंद्र यादव सोमपुर निवासी, गेट पर चला साथी खोज लिया। भूपेंद्र यादव सोमपुर निवासी। भरे भी होला। तपाईहरु एकचोटि यो मेला हेर्नु होला।
प्याक हुन्छ, धेरै भिड छ, लाखौँ मान्छे यहाँ हेर्न आउँछन्। हाम्रो मेला सकिएर हामी निस्किन लागेको हो आज खोलिसकेर यही हो। ट्याटू बनाएको थियो